हेलो गाइज नमस्कार। आज पनि म तपाईँहरूलाई सानो कुरो जानकारी लिएर आएको छु। आज चाहिँ तपाईँहरूलाई के जानकारी लिएर आएको छु भने छोटो समयमा होइन तपाईँहरू कुनै पनि बेलामा कुनै अवस्थामा एकदम हतारिएको अवस्थामा चाहिँ सोल्डरलाई कसरी क्विक एक्सर्साइज गराउने भन्ने कुरो जानकारी लिएर आएको छु होइन। यो चाहिँ 4वटा भेरिएसनको छ। 4वटा भेरिएसन एकैचोटि गर्नुपर्ने हुन्छ, जसलाई चाहिँ सुपर सेट पनि मानिन्छ सोल्डरको। ल ढिला सुस्ती नगरी सुरु गरौँ है त। वेट तपाईँको ठिक्कको लिनुहोस्, धेरै हेभी पनि होइन धेरै लाइट पनि होइन, ठिक्कको। मैले चाहिँ 15 केजी लिएको छु। मैले चाहिँ यसलाई 7-7 चोटि गर्न गइरहेको छु। ढिलो सुस्ती नगरी सुरु गर्ने त। सुरुमा हामी गर्नेछौँ सोल्डर प्रेस। त्यसपछि हामी लेटरल गर्नु गइरहेको छौँ। त्यसपछि फ्रन्ट रेज। त्यसपछि रियर डेलको लागि रिभर्स फ्लाइ डम्बेलले है त। यो चाहिँ यसरी नै तपाईँले सोल्डरलाई चाहिँ एकैचोटि कम्प्लिट एक्सर्साइज गर्नु सक्नुहुन्छ। यसलाई चाहिँ तपाईँले 4 चोटि 3 चोटि कतिचोटि गर्नु सक्नुहुन्छ एकदम स्लो मोसनमा एकदम मजाले गर्नुहोस्। त्यसमा चाहिँ तपाईँले धेरै ह्याभी पनि होइन लाइट पनि होइन, ठिक्कको वेट लिनुपर्ने हुन्छ। तपाईँले यसमा चाहिँ गर्दाखेरि फर्स्टचोटि यो गर्नु भएको छ भने दोस्रोचोटि स्टार्ट गर्दाखेरि फेरि लेटरलदेखि सुरु गर्नुहोस्। तेस्रोचोटि स्टार्ट गर्दाखेरि फेरि फ्रन्टदेखि सुरु गर्नुहोस्। चौथोचोटि स्टार्ट गर्दाखेरि रियर डेलदेखि सुरु गर्नु सक्नुहुन्छ। यसरी नै तपाईँले चारवटा एक्सर्साइज क्विक समयमा गर्नु सक्नुहुनेछ। यस्तै जानकारीको लागि मलाई हेर्दै गर्नुहोला। हस्त नमस्कार।